हेलो गाइज, हजुरहरू सन्चै हुनुहुन्छ होला। मैले पनि फर्स्ट टाइम चाहिँ ब्लग बनाउन ट्राई गर्दैछु है। मैले चाहिँ 14 अप्रिलमा मेरो ग्रेजुएसन थियो, त्यही दिनलाई मध्यनजर गरेर चाहिँ मैले ब्लग बनाऊ भनेर चाहिँ यसो विचार गरेँ र मैले ब्लग स्टार्ट गरेँ है। 14 अप्रिल यानि कि नेपाली न्यु इयरको दिनमा चाहिँ हाम्रो चाहिँ ग्रेजुएसन थियो। सो ग्रेजुएसनको लागि चाहिँ मैले आफ्नो के प्रडक्टहरू लगाउँछु भनेर चाहिँ हजुरहरूलाई देखाइसकेको छु भिडियो मार्फत। सो अब म रेडी हुँदैछु, मैले नुहाइधुवाइ गरेर सबै रेडी भइसकेको छु। अब म जस्ट मेकअपहरू के युज गर्छु भनेर सो गरिसकेको छु। सो मैले नर्मली मलाई मेकअप त गर्न आउँदैन होइन, मलाई जस्ट अलिअलि मेकअप भनेको मेरो जस्ट एउटा मस्कारा, एउटा गाजल, थोरै लिपस्टिक हुन्छ अनि अलिअलि क्रिमहरू लाइक सनस्क्रिम र मोइस्चराइजरहरू मात्रै युज गर्छु। म त्यति धेरै मेकअप गर्न पनि आउँदैन र म युज पनि गर्दिनँ। म नर्मल लाइक मोइस्चराइजर र सनस्क्रिम मात्र लगाएर हिँड्छु। सो म चाहिँ रेडी हुँदैछु, अलिअलि नक्कल झक्कल गर्दैछु। पछाडिबाट साथीले पनि जिस्काउँदैछिन्, साथीको पनि आजकै दिनमा हो नि त मेरो ग्रेजुएसन, त्यही भएर हामी दुईजना रेडी हुँदैछौँ। ऊ साइडमा रेडी हुँदैछिन्, अब म चाहिँ लिपस्टिक लगाउँदैछु। मलाई लगाउन नि आउँदैन, अलिअलि साथीले सिकाउँदैछ यसरी लगाऊ उसरी लगाऊ भनेर। सो म लगाउँदैछु, म रेडी हुँदैछु। सो मेरो ड्रेस चाहिँ साइडमा छ। सो अब मैले ड्रेस पनि लगाइसकेँ। ड्रेस लगाएर चाहिँ यो इयरिङ लगाउनु खोजेको त्यो टप पेज हुन्छ नि, पेजै लगाउन जानिनँ। बल्ल तल्ल लगाएँ एउटा कानमा, अर्को कानमा पनि त्यही नै समस्या भइरहेको थियो। अब एकचोटि त दिमागै खराब भइसकेको थियो, अब लगाउँदिनँ जस्तो लागिसकेको थियो। तर पनि फाइनली मैले लगाइसकेँ, म रेडी भइसकेँ होइन। यो चाहिँ मेरो फाइनल लुक हो। फाइनली म चाहिँ रेडी भइसकेको छु है। सो टाइम अभावको कारणले गर्दाखेरि चाहिँ बाटोमा जाँदै गर्दाको कुनै पनि भिडियोहरू चाहिँ क्याप्चर गर्न पाइएन। सो फाइनली म चाहिँ पुगिसकेको छु होइन ग्रेजुएसन गर्ने हलमा। पछाडि साथीहरू भाइहरू देखिरहेका छन्, उनीहरू सबैजना साइडमा आफ्नो फोटो खिच्नमा बिजी छन्। म पनि आफ्नो भिडियो बनाउन फोटो बनाउन बिजी छु है। त्यस पछाडि हामी सबैजनाले होल युनिको सबैजनाले चाहिँ फोटोसुट गऱ्यौँ, युनिले फोटोसुट गरायो। सबैजना एक्साइटेड थियो, सबैको हातमा चाहिँ आफ्नो प्रमाणपत्रहरू थियो। सबैजनाको मुहारमा एउटा छुट्टै खुसीहरू देखिरहेको थियो। सबैजना एक्साइटेड थिए यो ग्रेजुएसनको लागि। सो फाइनली सबैजनाको इयर कम्प्लिट भयो, त्यही भएर सबैजना चाहिँ खुसी थिए। सो अफकोर्स हामीहरू त झन् खुसी भइहाल्छौँ। फोटोसुटहरू गऱ्यौँ सबैजना मिलेर, सरहरूसँग पनि हामीहरूले 1-2वटा फोटो खिच्यौँ। क्यान्डिड सुटहरू भइरहेको रहेछ, थाहा नै थिएन। पछि साथीहरूले चाहिँ यो क्यान्डिड फोटोहरू पनि सेयर गरे हामीलाई है। यो चाहिँ हलमा यसरी गर्नुहुँदो रहेछ, विदेशमा ग्रेजुएसनमा यसरी हुड लगाइदिनु हुँदो रहेछ, थाहा थिएन। फर्स्ट एक्सपिरियन्स लिन पाउँदाखेरि चाहिँ एकदमै खुसी थिएँ म। सो यसरी खुसी भएर चाहिँ प्रमाणपत्र देखाउँदै मक्ख पर्दै म चाहिँ बाहिर निस्केँ। म चाहिँ फर्स्टमै थिएँ, मेरो पालो फर्स्टमै आएको थियो, आइडिया नै थिएन कसरी के गर्ने भनेर। सो बाहिर आएर चाहिँ हामीहरू सबैजनाको सल्लाह भयो कि एकचोटि ह्याट त उडाउनै पर्छ सबैजना, किनकि यो त अब ट्रेन्ड भनौँ न, कल्चर भनौँ, ट्रेन्ड भनौँ एउटै हो होइन। सो सबैजनाले हामीले चाहिँ यसरी ह्याट उडायौँ, ह्याट उडाएर फोटोसुटहरू पनि गऱ्यौँ। सबैजनाले एकचोटि नभएर फेरि गरौँ भन्ने कुराहरू भयो, अनि फेरि पनि गऱ्यौँ हामीले चाहिँ ह्याट उडाउने काम चाहिँ। सो ह्याट उडायौँ, 3-4 चोटि त ह्याटै उडायौँ होला। अनि आफ्नो यसो पिक्चरहरू पनि लियौँ, भिडियो बनाऊँ भन्ने कुराहरू भयो। सो मैले पनि एउटा सोलो भिडियो बनाएँ। सो यो चाहिँ पछिको लागि चाहिँ एउटा मेमोरी हो नि त। सो मेमोरीको लागि भनेर नि एउटा भिडियो बनाएँ। म एकदमै मक्ख परिरहेको थिएँ ग्रेजुएसनको लागि भनेर। सो यो दिन कतिदेखि कुरिरहेको थिएँ, फाइनली यो दिन आयो। म चाहिँ एकदमै एक्साइटेड थिएँ, तपाईँहरू देख्न सक्नुहुन्छ मेरो एक्साइटमेन्टहरू। सो फ्लावरहरू मैले घरबाट नै लगेर गएको थिएँ नि त। सो मसँग चाहिँ फ्लावर छ, फ्लावरको पनि एउटा भिडियो बनाऊँ न त फ्लावरसँगै भनेर मक्क पर्दै फ्लावर समातेको एउटा भिडियो पनि बनाएँ। अब चाहिँ फाइनली हामी घर फर्किन बेला भयो, फर्कियौँ।